गुड मर्निङ फ्रम अपी बेस क्याम्प। अझै भन्नुपर्दा कालीढुङ्गा ताल होइन। अनि अहिले चाहिँ बिहानको लाइक 10 बजिरहेछ। अनि यो भिडियोको टाइटलबाट थाहा पाउनुभयो होला भिडियो के को बारेमा हो भनेर होइन। अपी बेस क्याम्प ट्रेक आइराख्दाखेरि चाहिँ मैले धेरै भिडियोहरू सर्च गरेँ होइन, कसरी चाहिँ अपी बेस क्याम्प पुग्ने होइन, अपी बेस क्याम्पमा के हुन्छ त, एक्सपेक्ट के गर्ने, राम्रो छ कि छैन। देयर वर अ लट अफ क्वेसन्स इन माई माइन्ड होइन। अनि त्यो गर्दै गर्दाखेरि चाहिँ आई ह्याड टु गो थ्रु अ लट अफ भिडियो। अनि अहिले चाहिँ त्यही बारेमा बनाउन खोजेको। सो हाउ टु रिच अपी बेस क्याम्प फ्रम काठमाडौँ, वाट टु एक्सपेक्ट, वाट नट टु डु, वाट टु क्यारी विथ यु, एन्ड या प्रिटी मच केही छुट्यो ओऱ्यो भने त्यही भिडियोमा भन्दै गर्दाखेरि गरौँ ल। म चाहिँ मेरो फ्यामिलीसँग आएको, मम्मीसँग, दादासँग अनि दिदीसँग होइन। सो स्टार्टिङ विथ काठमाडौँदेखि अपी बेस क्याम्पसँग कसरी आउने, कति दिन लाग्छ भन्ने कुरा गरौँ है त। कसरी आउने भन्दाखेरि चाहिँ काठमाडौँदेखि धनगढी अतरियासम्म चाहिँ बसबाट नै आउन मिल्छ, अर धनगढी एयरपोर्टसँग फ्लाइटमा आएर अनि त्यहाँदेखि चाहिँ लतीनाथसम्म, धनगढीबाट लतीनाथसम्म चाहिँ बस लिने, पब्लिक ट्रान्सपोर्ट। अनि त्यो त्यहाँबाट चाहिँ फेरि मकरीगढसम्म जिप लिने होइन। सेकेन्ड अप्सन भनेको चाहिँ बसमा आउनुहुन्छ तपाईँ काठमाडौँदेखि धनगढीसम्म भने चाहिँ 24 आवर्सदेखि 30 आवर्ससम्मको बस राइड चाहिँ एक्सपेक्ट गर्दा हुन्छ हजुरले। कहिले काहीँ अब जामहरू यताउता पर्छ होइन। हाम्रो 30 आवर्स लागेको थियो। अनि त्यसपछि हामीलाई अलमोस्ट 2 डेज जस्तो लाग्यो। हामी 15मा हिँडेको थियौँ 4 बजे काठमाडौँदेखि, 16 को नाइटमा बल्ल आइपुग्यौँ हामी धनगढी होइन। अनि 17मा हामीले धनगढीदेखि चाहिँ जिप नै अर्डर गरेर अनि त्यसपछि बुक गरेर हामी सिधै मकरीगढ आयौँ। हामीले चाहिँ पब्लिक ट्रान्सपोर्ट लिएनौँ होइन, त्यो पनि लिन मिल्छ। अनि डे 3 मकरीगढ भइसकेपछि हाम्रो रियल ट्रेक स्टार्ट हुन्छ मकरीगढबाट होइन। मकरीगढबाट चाहिँ हामी नाली हुँदै अनि त्यसपछि हामी खाइकोट आएर चाहिँ नाइट स्पेन्ड गऱ्यौँ त्यहाँ होइन। नालीमा हामीले लन्च गऱ्यौँ। खाइकोटसम्म आउँदा चाहिँ हामीले मकरीगढबाट 7 बजे हिँडेको बिहान, बेलुका 7 बजे हामी खाइकोट आइपुगेको थियौँ। अनि डे 4मा वी स्टार्टेड आवर ट्रेक फ्रम खाइकोट। खाइकोटबाट हामी 7 बजे ट्रेक स्टार्ट गरेको। हामी अपी बेस क्याम्प 7 बजे आइपुग्यौँ होइन। अनि हामी बिचमा आनन्दले रेस्ट गर्दै, चिया पकाउँदै, खाजा खाँदै, गफ गर्दै, फोटो खिच्दै त्यसरी आएको हो। सो तपाईँहरू पनि आनन्दले सुस्तरी सेकेन्ड डेमा अपी बेस क्याम्पसम्म आउन सक्नुहुन्छ। यदि सक्नुहुन्न भने चाहिँ धौली ओडारमा बस्दा पनि हुन्छ होइन। बिचमा राम्रो राम्रो भ्यालीहरू छ, सिटी छ अनि सिमर भ्याली छ। हामीले त्यहाँ लन्च गरेको थियौँ होइन। सो देयर आर अ लट अफ डेस्टिनेसन्स। अब कालीढुङ्गा ताल कति टाढा छ अपी बेस क्याम्पबाट भन्दाखेरि चाहिँ हामी मर्निङमा अपी बेस क्याम्पबाट हिँड्यौँ। 2 आवर्स, अलमोस्ट 2.5 आवर्स लाग्यो कालीढुङ्गा ताल आउँदाखेरि। कालीढुङ्गा ताल यही नै हो अहिले हामी यहाँ बसिरहेको होइन। अनि कालीढुङ्गा तालमा चाहिँ हल्का पानीको लेभल चाहिँ अलिक कम छ कि। अनि त्यसपछि कालीढुङ्गा ताल हेर्दा चाहिँ एकदम रमाइलो छ। हामी आउँदाखेरि वेदर राम्रो खुले थियो होइन। अनि अहिले घाम पनि राम्रो छ, हावा त्यति धेरै लागेको छैन। सो यो एकदमै राम्रो भ्यू हामीले हेर्नु पाइरहेछौँ होइन। अनि अब चाहिँ हामी यहाँबाट तल झरेर रिङ्दे ताल जानेवाला छौँ। अपी बेस क्याम्पदेखि अलमोस्ट 1.5 आवर लाग्छ अरे। अनि रिङ्दे ताल पछि चाहिँ हामीले चमेलिया नदीको चाहिँ मुहान कहाँ छ भनेर त्यो पनि एक्सप्लोर गर्छौँ होइन। अपी बेस क्याम्पसम्म आइसकेपछि अराउन्डको सबै चिज हेर्ने हाम्रो इच्छा छ होइन। हामी त्यही नै गर्छौँ, हजुरहरू पनि त्यही गर्नु होला होइन। अनि त्यसपछि यो हाम्रो आज 6th डे हो होइन। आई थिङ्क हाम्रो होल ट्रेक चाहिँ अराउन्ड 8 डेजमा कम्प्लिट हुन्छ होला। अनि कस्ट कति पर्छ भनेर चाहिँ म आफ्टर होल ट्रेक हजुरलाई भन्नेवाला छु होइन। अब यहाँ चाहिँ के एक्सपेक्ट गर्न सकिन्छ भन्ने बारे चाहिँ म मेरो दाइलाई एड गर्न लगाउँछु होइन। के चाहिँ एक्सपेक्ट गर्दा हुन्छ हजुरहरूले र के चाहिँ पाइन्छ भन्ने कुरा चाहिँ दाइले भनिदिनुहुन्छ है त। तपाईँले चाहिँ होइन के एक्सपेक्ट गर्ने जस्तो लाग्छ त यहाँ आइसक्दाखेरि? यति धेरै ट्रेक गर्नुभयो हजुरले होइन। अपी बेस क्याम्प ट्रेक आउँदाखेरि चाहिँ के देख्नु भयो अनि के चाहिँ एक्सपेक्ट गर्दा हुन्छ जस्तो लाग्छ? नर्मली हामीले अपी बेस क्याम्प चाहिँ खासै राम्रो होला भन्ने सोचेर आएको थिएनौँ होइन। हाम्रो डेस्टिनेसन चाहिँ पहिला मकालु बरुन थियो, त्यसपछि कञ्चनजङ्घा थियो होइन। तर आउट अफ नोवेयर अपी बेस क्याम्प भन्ने कुरा तैले गरेपछि चाहिँ लेट्स मुभ भन्ने खालको त्यो माइन्डमा आयो, ब्याक अफ द माइन्ड। तर आउँदाखेरि चाहिँ कस्तो भन्दाखेरि यतिको एडभेन्चरस जर्नी, यतिको त्यो आउँदाखेरिको ट्रेल्सहरू यतिको राम्रो होइन, आहा भन्ने खालको त्यो मलाई चाहिँ एक्सपेक्ट गरेको थिइनँ। तर जब हामी त्यो ट्रेल हिँड्दै गयौँ, त्यो गाडीको थकानदेखि लिएर सबै मेटिँदै गयौँ। अनि आउँदाखेरि त्यो भेडा बाख्राको झुन्डहरू होइन, खोलाको चञ्चल आवाजदेखि लिएर
त्यो माउन्टेन्सले सराउन्ड गरेको इच एन्ड एभ्री मोमेन्ट्स वेयर लाइक वाउ होइन। तर आउँदाखेरि चाहिँ के गर्नु भन्दाखेरि एउटा लुगाहरूमा चाहिँ एउटा डाउन ज्याकेट बाहेक अरू केही पनि नल्याउनुहोस् होइन। एउटा राम्रो खालको डाउन ज्याकेट अनि 2-3 टी सर्ट होइन अनि 2 ट्र्याक, त्यति भयो भने चाहिँ आफ्नो बडीलाई वार्म गराउने हो। त्योभन्दा अन्नेसरी खानेकुरा नल्याउनुहोस्। अनि मेन कुरा चाहिँ हामी एक्सेसिभ खानेकुराहरू ल्याउँछौँ होइन, त्यो चाहिँ तपाईँहरूले याद गर्नुपर्ने हुन्छ। खानेकुरामा चाहिँ लाइट स्न्याक्सहरू होइन, इन्क्लुडिङ प्रोटिन बार्सहरू अथवा लाइट स्न्याक्स केही मुखमा हालेर यसो चबाउँदाखेरि हल्का इनर्जी आउँछ भने चाहिँ त्यस्तो खालको प्रिफर गर्नु। त्यो बाहेक चाहिँ तपाईँहरू अब यहाँ आउनु सोच्दै हुनुहुन्छ भने एकचोटि मस्ट भिजिट प्लेस हो, यहाँ आउनुहोस् होइन। रिङदेताल आउनुहोस्, काली ढुङ्गा ताल आउनुहोस्, यहाँनिर धेरै ठाउँ छ क्या घुम्ने। अझ 2-3 हिडन स्पोटहरू त अझ पनि डिस्कभर भएको छैन। वी आर नट एबल टु डिस्कभर पनि होइन, त्यो सक्दैन पनि किन भन्दाखेरि होइन। अब अहिले यार्साको सिजन छ होइन, अहिले यार्साको सिजन छ। अब इफ वी आर फर्चुनेट इनफ होइन हामीले पनि यार्सा टिप्या देख्छौँ होला होइन, आई डोन्ट थिङ्क सो बट होइन, बट लेट्स होप फर द गुड होइन। अ मस्ट भिजिट प्लेस फर एनी वान होइन हु इज एक्साइटेड टु ट्रेक एन्ड सी एन एडभेन्चरल ट्रेल है त। अनि सबैलाई कन्ट्याक्ट डिटेल्सहरू होटेलको होइन, अनि त्यसपछि कुन कुन स्पट कति घन्टा लाग्छ भन्ने कुरा चाहिँ हामी डिस्क्रिप्सनमा दिन्छौँ, हजुर त्यहाँ जान सक्नुहुन्छ। अनि कन्ट्याक्ट नम्बर्स अफ होटल ओनर्स लाइक जिप अनि त्यसपछि एभ्रिथिङ वाट टु डु त्यो चाहिँ सबै हामी डिस्क्रिप्सनमा लेख्नेवाला छौँ होइन। कस्ट तपाईँको अझ अलिकति आफ्नो एकदम हेल्थलाई फोकसमा राख्नुहुन्छ भने चाहिँ अझ 2-4 दिन बढाएर आउनुहोस् होइन, तपाईँहरूले एक्सप्लोर गर्न सक्नुहुन्छ आनन्दले।